guys, this is day 4. Condition चाहिँ यस्तो छ अनि आज चाहिँ हामी ड्राइभ पनि गर्छौं. So let's see. Okay. यहाँ चाहिँ हिजो धेरै गाडीहरु ठोकेको थियो हैन मेरो अगाडि. यहाँ चिप्लेर धेरै गाडी ठोकेको थियो. आज हामी चाहिँ अगा परसम्म जान्छौं. यस्तो बाटो कन्डिसन. Okay guys, let's go. With seat belt. ज्याकेट लगाएर त लास्ट गाह्रो हुन्छ जस्तो त गाडी चलाउनु त. ओ माय गॉड, खोइ त गाडी चल्नै खोज्दैन. गाह्रै छ है. पहिला स्नो भएको भए गाह्रो हुन्न थियो कि गाइस. यो मलाई आइसले गर्दा गाह्रो भयो. ल बाई बाई प्लिज. ल बाई. यही घुम्दै हो त. यही अड्के लास्टमा त. बाई. गाडी त यही अड्किन खोज्छ यार. मलाई फेरि टन्नै उता जानु छ कि. अगाडि चाहिँ जियो क्यान सी खत्रै छ हैन आज पनि स्नो. Go guys. यो गाडीको टायर कहाँ छ त्यहीबाट लान पर्ने हुन्छ. क्रेजी. यस्तोमा हिँड्न चाहिँ अलिकति डर लागेको जस्तो चाहिँ हुँदो रहेछ है गाइस. यता त पुरै अझै आइस नै छ रोडमा हैन. क्रेजी नै छ यार. ब्रेक पनि लाग्दैन त हो, चिप्लिँदै गइरह. यहीँ रोक्नु पर्यो बा. धेरै उता गएर रोक्नु भने चिप्लिन्छ यो. असम भइरहेछ. क्रेजी रमाइलो हुँदो रहेछ गाइस. यहाँ पुरै यस्तो खतरा छ कि हैन. रोडहरू काहीँ पनि हुन्छ नि. लास्टै पातलो छ गाडी बाटोमा. उ त्यो गाडी उतै फस्यो बिचरा. उ यहाँनिर मेरो लाइट बल्यो है हरियो. सो लेट्स गो. हरियो लाइट त बल्यो तर साथै गाडी चिप्लिरहेछ. क्रेजी क्रेजी क्रेजी. हाइवेहरू चाहिँ अलिकति राम्रै हुन्छ हैन. यो चाहिँ अब सर्भिस रोड भित्रको बाटो भयो. भित्रको बाटोमा चाहिँ यस्तै हो हैन. हटाइदिएको हुँदैन क्या हिउँहरू, स्नो अथवा आइस. हाइवेमा चाहिँ हटाइदिएको हुन्छ. यहीँ अड्केला जस्तो भइसक्यो. फोन आयो. वाइपरै फ्रिज भएछ. सिसामा पुरै त्यो अर्को गाडीले छिट्टा हानेर आइस आयो. मेरो वाइपरै त्यो अगाडि जमेको रहेछ क्या. सही हो. खोइ चिप्लिँदैछ कि यो वाइपर चाहिँ मैले सफा गर्नुपर्ने रहेछ. यस्तो रिक्स भइरहेको बेलामा पनि स्पिडिङ गर्नेहरूलाई चाहिँ मलाई अलि धेरै पैसा तिराउँछ होला क्या. त्यहाँनिर एउटा पुलोबाट हानेको मैले देखेँ हैन.
यस्तो बाटोमा नि के विधि हेर्नु न ल यो मुला यो भर्खर यो ट्रकले नि कस्तो ल्यायो क्या यस्तो बाटो छ बिस्तारै चलाउँदा त हुन्छ नि त अब फेरि आफ्नै गाडीको आइसले फेरि हानिरहेछ आफैलाई ब्रेक पनि फेरि लाउँदाखेरि पनि चिप्लिँदो रहेछ क्या मेन चाहिँ मलाई यो यहाँ यो हाम्रो अगाडिको पानीले डिस्टर्ब गर्यो क्या पानी अथवा के हो यो पानी नै होला अब अर्को गाडीबाट आएको छिट्टाहरू हुन्छ नि त्यसले डिस्टर्ब गर्यो क्या वाइपर चाहिँ फेरि जाम भएको रहेछ मेरो अनि वाइपर जाम भएपछि चाहिँ वाइपै गर्न मिलेन र हेर्नु न गाडीहरू कसरी आउँछ यस्तो ल्याङ हुन्छ क्या कसैको पछाडि पऱ्यो भने अब वाइपर चलाएन आज चाहिँ एकदम बिस्तारै चलाइरहेको छु मैले यो बाटोमा होइन नत्र अरू बेलामा चाहिँ गाडीहरू सबैले बिस्तारै चलाइरहेछ होइन अरू बेलामा चाहिँ यो बाटोमा नर्मली गाडीहरूले हानिरहेको हुन्छ क्या खत्रै स्पिड लिमिट त यो बाटोको लागि कति हो 60 नै हो होइन तर अरू बेलामा चाहिँ 90 माइल्स पर आवर्समा चलेर हुन्छ आज चाहिँ 60 मै चलेर होला सायद सबैले रमाइलो भइरहेछ गाइज होइन आफ्नै गाडीको आइसहरू हुन्छ नि पग्लेर चाहिँ आफ्नो गाडीमा हानिरहेछ क्या अगाडिपट्टिको आइसहरू पग्लेर अब यो हावाले हान्यो भने त माथि आउँछ नि त त्यसले हानिरहेको क्या यस्तो साइको वाइपर चलेको छैन क्या फेरि वाइपर चाहिँ फ्रिज भएको छ होइन पुरै स्टोरी दिइराख्नु परेको छ हौ आज त के हो कुनै गाडी चाहिँ कस्तो कुदाइदिने हो यहाँ चाहिँ नाचे ओ माइ गड यो ट्रकहरूलाई कस्तो डर नलागेको किन कुदाएको यस्तो विधि शिट केही देखिँदैन क्या अब यो मुलाहरूले गरेर पाइप पनि चलेको छैन अगाडिपट्टि बाटो पनि राम्ररी बनाएको छैन क्या गाडीको एसीले गरेर चाहिँ वायर गर्मी भयो मलाई होइन अब न ज्याकेट फुकाएर पनि मिलेको छैन ओ माइ गड शिट यो अगाडि त्यो पानी भएर पनि केही लाइक हुन्छ नि अगाडि त्यो स्नो हो कि पानी हो कि नै छुट्याउन मिलेको छैन क्या यो वाइपर नचलेर लेन चेन्ज गर्नलाई चाहिँ हल्का डर लाग्दैछ क्या लेनको चेन्ज गर्ने ठाउँमा चाहिँ बिचमा आइस छ क्या गुड मेरो गाडीबाट पछाडि माथिको हिउँ छ नि त्यो खसेर अर्को गाडीलाई लागिरहेछ क्या सो 3-4 डेज अगाडि चाहिँ आइस रेन भएको थियो हाम्रो यता अनि आइस रेनमा चाहिँ गाडी चलाउन कतिको सेफ हुन्छ हुन्न भनेर चाहिँ बनाएको हो आइस रेनमै चलाउन चाहिँ इट्स नट सेफ होइन तर अहिले इट्स बिन 2-3 डेज अहिले पनि हेर्न सक्नुहुन्छ होइन त्यतातिर अझै पनि छ क्या आइस के अरे आइस स्नो सो पग्लेको छैन कम्प्लिटली तर रोडहरूमा चाहिँ गाडीहरू कुदेर अथवा लाइक ठुल्ठुलो रोडहरूमा मेन हाइवेहरूमा चाहिँ क्लिन गरिदिएको छ उनीहरूले आइस कुनै ठाउँमा चाहिँ हल्का अप्ठ्यारो हुँदो रहेछ लेन चेन्जहरू गर्दाखेरि चाहिँ हल्का अप्ठ्यारो हुन्छ होइन बिचमा आइसको कारणले गरेर नत्र इट्स ओके नट सो ब्याड त्यही गाइस म चाहिँ अब दाइको घर पुगेँ होइन सो यो भ्लगलाई चाहिँ यहीँ सकाइदिउँ खासै केही पनि छैन लाइक अपडेट मात्रै होइन आज हिजो अस्तिको पनि हालेँ बिचमा म उता बाहिर घुम्न गएको पनि भिडियो हालेको थिएँ सो यो भिडियो चाहिँ लाइक डे 4 को अपडेट्स होप यु गाइज इन्जोय इट यहाँ चाहिँ अनि गाह्रो हुँदो रहेछ नि त यसरी
यस्तोमा चाहिँ चढाउनु गाह्रो भयो नि त गाइस अब के गर्ने होला अड्किसक्यो क्या अब मैले बरु ब्याकै गरेँ होइन गाडी नै अड्किसक्यो यहाँ सो ब्याक गरेरै जान्छु मेन रोडमा ब्याक गरिरहेको छु इट्स नट लिगल तर अब यहाँ गाडी चलेन क्या यहाँ ग्यास हाल्नु पऱ्यो ग्यास सक्यो नि त गाडीमा भनेर ग्यास हाल्न ग्यास स्टेसन छिर्न लगाएको गाइस म होइन गाडी नचलिरहेको क्या यस्तो छ फाइनली चढ्यो अब ग्यास हालेर जान्छ मैले त गाइस ल होप यु गाइस इन्जोय बाई बाई